काठमाडौँ बस्ने मान्छेको एउटा टेन्सन यो पनि हो कि कति बेला धारामा खाने पानी आउला र हामी पानी थापम्ला। अलराइट गाइज, वेलकम टु माई मिनी भल्ल। हरेक बिहानीको सुरुवात अलार्म सँगै भएकाले आज हामी चाँडै उठेर फ्रेस भयौ र आज त मेरो निद्रा नै पुग्या थिएन। एक त बाहिर पानी थापा है सुक्ने बेला भयो भनेर बाहिरबाट आवाज आइरहेको थियो। सो बेबी दगुर्दै गएर धारामा खाने पानीको जार थापिन् र यो खाने पानी थाप्ने ड्युटी जहिले बेबीकै हुन्छ। म त मस्त 8 बजेसम्म सुत्ने गर्छु किनकि म अलि सुतुवा रहेछु गाइज। ओके, सो म बेबीलाई पानी थाप्न लगाई म ब्रस गर्न थाले। मलाई फेरि ड्युटी नि जानुपर्ने हुन्छ। ओह, एउटा कुरो देखाउनै बिर्सेछु। यो धारामा हाम्रो इनारको पानी आउँछ भने उता अर्को धारामा एक दिन बिराएर खाने पानी आउने गर्छ। फेरि खाने पानी धेरै नै मिठो हुन्छ। उता कालीमाटी भित्रतिरको जस्तो होइन कि खानै मन नलाग्ने। एनीवे भन्दै बेबीले खाने पानी थापेर ल्याइसके पछाडि उनी कालो चिया बनाउन थालिन्। मलाई दुध चिया भन्दा त कालै चिया मन पर्छ। हेल्थको लागि नि सही र स्वाद नि वाउ। सो हामी दुवैजना चिया खाएर रेडी भएर म त लागे ड्युटी तर्फ। धन्यवाद।